नमस्ते साथीहरू, आज हामी कुरा गर्दैछौँ अहिले काठमाडौँ उपत्यकामा फैलिरहेको बर्ड फ्लूको बारेमा। बर्ड फ्लूलाई एभियन इन्फ्लुएन्जा भनेर पनि चिनिन्छ। यो रोग पूर्वी नेपालबाट सुरु भई काठमाडौँ उपत्यका लगायत अहिले 11 जिल्लामा फैलिसकेको छ। सेन्ट्रल जू समेत बन्द गरिएको छ भने लाखौं कुखुराहरू मारिएका छन्। डरको लहर बढेको छ। तर के साँच्चीकै डराउनु पर्ने अवस्था सिर्जना भएको हो? के अब कुखुराको मासु खान मिल्दैन? र सबैभन्दा महत्त्वपूर्ण कुरा, यसबाट हामी कसरी जोगिने? आजको भिडियोमा यसको बारेमा सबै कुरा बताउने छु। भिडियो स्किप नगरिकन अन्त्यसम्म हेर्नुहोला। बर्ड फ्लू भनेको इन्फ्लुएन्जा भाइरसबाट हुने संक्रामक रोग हो जुन कुखुरा, हाँस तथा जङ्गली चराहरूमा देखिन्छ। कहिलेकाहीँ संक्रमित पन्छीसँग प्रत्यक्ष सम्पर्क अर्थात् डाइरेक्ट कन्ट्याक्टमा आएमा मानिसमा पनि यो संक्रमण सर्न सक्छ, तर एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्दैन। 3 महिना अगाडि मार्च 18 मा मोरङ जिल्लाको सुन्दरहरैचामा पहिलो बर्ड फ्लूको केस पुष्टि भएको थियो। त्यस यता भाइरस पूर्वी नेपालबाट सुरु भई अन्य जिल्ला लगायत काठमाडौँ उपत्यकामा फैलिसकेको छ भने अहिले यो भिडियो बनाउँदासम्म 11 जिल्ला प्रभावित भएका छन्। सेन्ट्रल जूमा समेत भाइरस फेला परेकाले सेन्ट्रल जू बन्द गरिएको छ भने काठमाडौँ, ललितपुर, भक्तपुर मुख्य केन्द्र बनिसकेका छन्। बर्ड फ्लू कन्ट्रोल गर्नको लागि करिब 6 लाख चरा मारिएको छ भने हजारौं अण्डा र दाना नष्ट गरिएको छ। अहिले कुखुराको माग 20 देखि 30% घटेको छ, जसले गर्दा पोल्ट्री किसानहरूका लागि यो एउटा ठूलो आर्थिक विपत्तिको अवस्था सिर्जना भएको छ। नेपालमा पहिलो पटक सन् 2009 मा झापामा बर्ड फ्लू फेला परेको थियो। त्यसको 10 वर्षपछि सन् 2019 मा काभ्रेपलाञ्चोकका 21 वर्षीय ट्रक ड्राइभरको बर्ड फ्लूका कारण मृत्यु भएको थियो, जुन घटना नेपालको बर्ड फ्लूबाट मृत्यु हुने पहिलो घटना थियो। सन् 2022 मा पनि 15 जिल्लामा बर्ड फ्लू फैलिएको थियो। त्यसबेला 6 लाख भन्दा बढी चरा मारिएका थिए। अब यो बर्ड फ्लू कसरी फैलिन्छ भन्ने कुराहरू बुझौं। संक्रमित चराको दिशा सिकानसँग प्रत्यक्ष सम्पर्क हुँदा, भिडभाड भएको कुखुरा फर्महरूमा र दूषित दानाहरूबाट चराबाट चरामा सर्ने गर्छ भने मानिसमा चाहिँ त्यति सजिलै सर्दैन। संक्रमित वा मरेका पन्छीहरूको प्रत्यक्ष सम्पर्क हुँदा संक्रमण सर्न सक्छ। संक्रमित पन्छीलाई छुँदा वा समात्दा, पन्छीको दिशा सिकानसँग सम्पर्क हुँदा, संक्रमित पन्छी रहेको स्थान सफा गर्दा, मरेको पन्छीको मासु खाँदा, काँचो वा नपाकेको मासु खाँदा, पिपी नलगाई बिरामी तथा मरेको चरा उठाउँदा यो मानिसमा सर्न सक्छ। बर्ड फ्लूको संक्रमण भएको व्यक्तिमा ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने, सास फेर्न गाह्रो हुने, शरीर तथा मांसपेशी दुख्ने, अत्याधिक थकान महसुस हुने, वाकाकी, बान्ता वा पखाला हुन सक्छ। यस्ता लक्षणहरू देखिएमा तुरुन्त स्वास्थ्य संस्था जानुहोला। यसबाट जोगिन राम्रोसँग साबुन पानीले हात धुनुपर्छ। नाङ्गै हातले बिरामी भएको वा मरेको चरा समात्नु हुँदैन। राम्रै पकाएर मात्र कुखुराको मासु र अण्डा खाने गर्नुपर्छ। कुखुरा फर्ममा जाँदा पिपी लगाएर मात्र जाने गर्नुपर्छ। फार्म छोडेपछि जुत्ता कपडा बदल्नुपर्छ र माथि भनेका जस्ता लक्षण देखिएमा तुरुन्त हस्पिटल गएर डाक्टरको सल्लाह लिनुहोला। धेरैको मनमा एउटा प्रश्न रहेको छ, के अहिले कुखुराको मासु खान सुरक्षित छ त? राम्रै पकाएको कुखुराको मासु र अण्डा खान सुरक्षित छ, किनभने यो भाइरस 70 डिग्री सेल्सियस माथिको तापक्रममा नष्ट हुन्छ। तर मासु किन्दा सावधान रहनुहोला, कतै संक्रमित क्षेत्रको मासु पर्न सक्छ। मासु सुरक्षित पकाउन काँचो मासु छोएपछि साबुन पानीले हात धुने, काँचो मासु काट्ने चक्कु, चपिङ बोर्ड र भाँडा राम्ररी सफा गर्ने, खानेकुराबाट छुट्टै राख्ने, मासु राम्रोसँग पकाएको सुनिश्चित गरेर मात्र खाने गर्नुपर्छ। अहिले पशु सेवा विभागले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्ड फ्लू फैलिन नदिन प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम बढाएको छ भने किसानहरूलाई राहतको कुरा पनि छ। तर बर्ड फ्लू नियन्त्रण गर्न चुनौतीहरू पनि धेरै छन्। खुल्ला सिमाना, अनौपचारिक व्यापार र घर-घरमा थोरै कुखुरा पाल्ने परम्परा, यी सबैले नियन्त्रण गर्न गाह्रो बनाउँछन्। यदि संक्रमित पन्छीसँग सम्पर्क भएको छ र बर्ड फ्लूसँग सम्बन्धित लक्षणहरू देखिएमा तुरन्त डाक्टरको सल्लाह लिनुहोला। यो भिडियो उपयोगी लाग्यो भने भिडियो लाइक गर्नुहोला र आफ्नो परिवार र साथीहरूलाई सेयर गर्नुहोला र च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्न नभुल्नुहोला। तपाईको मनमा थप प्रश्न भए तलको कमेन्ट बक्समा लेख्नुहोला। फेरि अर्को भिडियोमा भेटौँला। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद।